मेरो पहिलो भेट सूर्यनाथसँग नक्कुमा भयो। उहाँ जेलमा हुनुहुन्थ्यो। उहाँका बारेमा मैले धेरै सुनेको थिएँ, किंवदन्तीको पात्र थिए। कमरेडहरू, कतिपय यस्ता पात्रहरू हुन्छन् जसका बारेमा किंवदन्ती बनेका छन्। थुप्रै उदाहरण बनेका छन्। त्यस्ता पात्र बारेमा एउटा त सूर्यनाथ राम हुनुहुन्थ्यो भने तपाईहरुले सुन्नुभएको होला, रूपचन्द्र कृष्ण। विरलै यस्ता पात्रहरू हुन्छन् जो जनताका निम्ति अविरल आफ्ना जीवनहरू समर्पण गरेका हुन्छन्। जे बोल्छन् त्यही गर्छन्, जे गर्छन् त्यही बोल्छन्। हामी के भएका छौं? जे बोल्छौं त्यही गर्दैनौं, जे गर्दैनौं त्यही बोल्छौं। हाम्रो त्यस्तो आचरण छ। त्यो बेलादेखि सूर्यनाथजीसँगको मेरो उहाँ सहकारी। उहाँ जेलबाट छुटिसके पछाडि दरभंगामा पार्टी विभाजन पछाडिको दरभंगा प्लेनम थियो। दरभंगा प्लेनममा हामी एउटै कमिटीमा, केन्द्रीय समितिमा बस्यौं। नेपाल कम्युनिस्ट पार्टी चौथो महाधिवेशन, जसको नेतृत्व त्यति बेला निर्मल लामाले गर्नुभएको थियो, त्यो पार्टीको केन्द्रीय समितिमा बस्यौं। म धेरै त्यस विषयमा लामो जान्न। 2042 सालमा सूर्यनाथलाई गिरफ्तार गराउने मध्ये अघि नै विश्वनाथजीले भन्नुभयो केही अन्तर्विरोध, पार्टीभित्रका अन्तर्विरोधका कारण सूर्यनाथजीलाई पक्रेर पुलिसलाई बुझाइएको थियो। तपाईहरुलाई निश्चय पनि थाहा छ कस्तो अवस्थामा बुझाइयो। सायद ती व्यक्ति छन् कि छैनन् मलाई थाहा छैन। म त्यो ठाउँमा निर्जनामा पछि वासुदेव ठाकुर हत्या पछाडि म पुगेको थिएँ। भुसकुलिया भन्ने उनी जिउँदै छन् कि मरिसके थाहा छैन मलाई। तर एकजना व्यक्ति सूर्यनाथलाई समातेर बाँधेर बाँसको लट्ठीमा मरेको गोरुलाई जस्तै गरिकन झुन्ड्याएर पठाउने भूमिका खेल्ने मान्छे भुसकुलिया। हामी उनलाई पनि भेट्न गएका थियौँ वासुदेव ठाकुरको सन्दर्भमा। हामी पुग्दा नपुग्दै, हामी तीनजना थियौँ, पुग्दा नपुग्दै बुढी आमा थिइन् भुसकुलिया, निकै बुढी आमा। हामी गएको बेलामा त्यो बुढी आमाको घाँटी समात्छ। त्यो बुढी आमाको घाँटी मानौ उनी बुढी आमालाई हत्या गरेर त्यसको हत्याको आरोप हामीमाथि लगाउँछ। मैले त्यो देखेँ। म यो नृशंसता त्यति बेला त्यो देखेको थिएँ। अब सूर्यनाथजीका बारेमा, सूर्यनाथ के हुनुहुन्थ्यो भन्ने कुराहरूको बारेमा हामीले धेरै भनिरहनु पर्दैन। तपाईहरुले यस क्षेत्रका जसको प्रेरणाले नेपाली कम्युनिस्ट आन्दोलनमा लाग्नुभयो, जो एउटा क्रान्तिकारी, इमानदार, अनुशासित क्रान्तिकारी थियो, जसले वर्ग संघर्षलाई नै क्रान्तिको एउटा मुख्य साधन मानेको थियो र त्यसलाई इमानदारीपूर्वक लागू गरेको थियो सूर्यनाथ, जो एउटा महान देशभक्त थियो, राष्ट्रवादी थियो, जसले नेपाल र नेपाली जनताको मुक्ति र स्वतन्त्रताको निम्ति आफू समर्पित गरिरहेको थियो। त्यो मान्छे सूर्यनाथ। हाम्रा यस्तै वीर योद्धाहरू छन्। त्यही आन्दोलनमा हाम्रा केही महान नेताहरू पनि, जस्तो आजाद त्यही पार्टीमा, त्यही अन्तर्विरोधको स्थितिमा आजाद मारिनु भएको थियो। सूर्यनाथलाई प्रहरीले मार्यो, आजादलाई पनि प्रहरीले मार्यो। ऋषि देवकोटा आजाद। त्यस्तै यही अन्तर्विरोधकै बीचमा अथवा पार्टीको समस्याको अवस्था भएकै बेलामा, पार्टी केही कमजोर बन्न थालेको बेलामा प्रतिक्रिया बनाएको। हामीलाई थाहा छ कि शेरे धनुषासँग लड्ने 42 किलोको त्यो मान्छे, 42 किलो जम्मा जम्मी त्यो मान्छे यति डरलाग्दो थियो कि शेरे धनुषाले नमारिकन आफूलाई चाहिँ बाँच्ने अपेक्षा गरेको थियो। त्यस कारणले हेमबहादुर मल्लको षड्यन्त्रमा मराइएको भन्ने कुरा पनि हामीलाई थाहा छ। त्यसै गरिकन आजादलाई
हालतलाई अहिले माओवादीको प्रशंसा गर्छिन् तिनले याद गर्नु होला। भद्रा घले त्यति बेला राष्ट्रिय पञ्चायतको सदस्य थिइन्। अहिले माओवादीको मैले अस्ति टेलिभिजनमा सुने उनको माओवादीको बारेमा परिवर्तन ल्याउने माओवादी हो, किन आलोचना गर्ने माओवादी भने पनि सुने। तर आजादलाई मराउने भूमिका खेल्ने भद्रा घले थिइन्। रामकृष्ण पन्त भन्ने सिडिओ थिए जसको निर्देशनमा लगेर विमानमा लगेर मारिएको थियो आजादलाई डिसिपी। यस्तै अरू धेरै योद्धाहरूलाई मारिएको छ। जुन जुन बेला पार्टी अलि कमजोर बन्छ त्यति बेला हाम्रा योद्धाहरू मारिएका छन्। अब हामीले सुनेनाथका आयामहरूका बारेमा के सुनेनाथका तीनवटा आयाम एउटा आयाम हो महान क्रान्तिकारी वर्ग संघर्षको शिल्पी र एउटा अविचलित अविच्छिन्न संघर्षशील नेता। दोस्रो आयाम हो उहाँमा रहेको देशभक्ति। तेस्रो आयाम हो जनतासँग एकाकार हुने शैली। अहिले भनिरहनु नि हो जाएगा काम, हामीसँग पनि छलफल हुन्थ्यो, बैठकको बेलामा चिस्क्याउने गरिन्थ्यो कामरेड हो जाए। कसैले कुनै समस्या लिएर गयो भने उहाँले नाइ कसैलाई भन्नुहुन्न थियो। अर्को दिन केही समस्या लिएर सभा नेताजी यो गरिदिनु पर्यो, कसैले विवाहको निम्ति मसँग पैसा छैन भन्ने भयो भने अर्को हो जाएगा कामरेड कला। भोलिपल्ट उहाँले कहीँ न कहीँबाट त्यो समस्या टारिदिइहाल्नु त्यो स्थितिको मान्छे। त्यसकारणले उहाँका तीनवटा आयाम, एउटा आयाम क्रान्तिकारी चरित्र वर्ग सङ्घर्षको शिल्पी, दोस्रो आयाम महान देशभक्त, तेस्रो आयाम जनताको लोकप्रिय ढुकढुकी पूर्ण नेता। यी तीनटा आयाम थिए उहाँ सूर्यनाथजी। त्यसकारणले आज नेपाली कम्युनिस्ट आन्दोलनले यस्ता नेताहरू सायद आज सूर्यनाथ हुनुभएको भए के हुन्थ्यो होला हामी अनुमान गर्न सक्छौँ। सूर्यनाथ हुनुहुन्थ्यो भने धनुषाको पार्टी के हुन्थ्यो होला, कसरी अगाडि जान्थ्यो। नेपाली कम्युनिस्ट आन्दोलन के हुन्थ्यो होला, कसरी अगाडि जान्थ्यो। यी कुराहरू आज हामीले कल्पना गर्दछौँ। यो भएको भए के हुन्थ्यो, ऊ भएको भए के हुन्थ्यो भन्ने कल्पना गर्दछौँ। यो स्थिति हाम्रा अगाडि मौजुद छ। कमरेडहरू, आज हामी महान जनयुद्ध र जन आन्दोलनलाई संयोजन गरेर एउटा ठुलो परिवर्तन ल्याएको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र सङ्घीयता यस मानेमा ल्यायौँ त्यो देश विविधताको देश। 300 फिट उचाइमा रहेको झापाको केचना र संसारको सबभन्दा अग्लो सगरमाथा यही छ। यो विविधताले नेपाली जनताको भाषा, वेशभूषा, धर्म, संस्कृति, रीति रिवाज, चाल चलन, जाति जनजाति यो धेरै भिन्नता। त्यसैले केन्द्रीय एकात्म राज्य सत्ताले जनताका भावनाहरूलाई बुझ्न सकेन, उत्पीडन गरे। जसको विरुद्धमा हामीले के भन्यौँ, यो मुलुकमा सङ्घीयता छ। यो देशको राज्य व्यवस्थामा विभिन्न क्षेत्रका मान्छेहरूको भावनाको प्रतिनिधित्व हुनु जरुरी छ। त्यसकारणले हामीले सङ्घीयता, हामीले गणतन्त्र यस मानेमा भन्यौँ कि परम्परागत वंशानुगत शासन व्यवस्था चाहिँदैन। हामीलाई जनताले चुनेका प्रतिनिधिहरूले शासन गर्ने प्रणाली चाहिन्छ। त्यसकारणले हामीले अपेक्षा गर्यौँ श्रमजीवी जनताको राज्य व्यवस्था हुनुपर्छ। चुसी खाने, बसी खाने, ठगी खानेहरूलाई दण्डित गर्नुपर्छ भनेर हामीले युद्ध र आन्दोलनहरू गर्यौँ। तर हामी त्यो युद्ध र आन्दोलन महान जनयुद्धले अगुवाई गर्यो। निर्णायक रूपमा महान जनयुद्धले पनि निर्णायक विजय हासिल गर्न सकेको होइन। त्यसैले शक्ति सन्तुलनको स्थितिमा राज्य सत्ता, अरू राजनैतिक दल र माओवादी जनयुद्धको शक्ति सन्तुलनको स्थितिमा हामीले संविधान सभाको चुनाव गराएका। त्यही शक्ति सन्तुलनको स्थितिमा त्यो संविधान सभाद्वारा हामीले वर्तमान संविधान बनाएका हौँ। वर्तमान संविधानमा माओवादीले मात्रै भनेका कुराहरू छैनन्, कांग्रेसले मात्रै
कुराहरू छैनन्, एमाले मात्रै भनेका कुराहरू छैनन्। यो धेरैतिरका जनताको भावना मिश्रित रूपमा छ। त्यसैले वर्तमान संविधान सम्झौताको संविधान थियो। फेरि पनि के हो, यो संविधानले हामीलाई हिजोभन्दा धेरै चिज दियो। संघीयता दियो, गणतन्त्र दियो, धर्मनिरपेक्षता दियो। यो धरतीको धर्म हुँदैन, यसमा बस्ने मान्छेको मात्रै धर्म हुन्छ। त्यसैले राज्यले एउटा धर्मलाई च्याप्न हुँदैन। एउटा धर्मलाई च्याप्यो भने अरू धर्मावलम्बीहरू उत्पीडन महसुस गर्दछन्। त्यसैले राज्यको धर्म हुँदैन, त्यो देशका जनताको धर्म हुन्छ। त्यसैले राज्य धर्मनिरपेक्ष हुनुपर्छ। समावेशी समानुपातिक प्रतिनिधित्व, राज्यमा जनताका विभिन्न तह तबकाहरूको प्रतिनिधित्व हुनुपर्दछ। एउटै कुनै जाति भाषा क्षेत्रकोबाट मात्रै हुँदैन। उत्पीडनमा परेका अझै हाम्रा कमिसन किसान र मजदुरको प्रतिनिधित्व यो संविधानले सुनिश्चित गरेको छैन। के सुनिश्चित गर्यो? जनजाति, जाति, विभिन्न क्षेत्रका जनताहरूको, महिलाको प्रतिनिधित्व सुनिश्चित गर्यो, जनजातिको प्रतिनिधित्व सुनिश्चित गर्यो, मधेसीको प्रतिनिधित्व सुनिश्चित गर्यो, दलितको प्रतिनिधित्व सुनिश्चित गर्यो, पिछडिएको क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्यो केही मात्रामा। त्यसैले कम्प्रोमाइज गरेर सम्झौता गरेर हामीले संविधान बनायौँ। यो संविधान कार्यान्वयन गर्नुपर्ने थुप्रै कुराहरू छन्। आज यही संविधान पनि धरापमा पर्न थाल्यो, अप्ठ्यारोमा परेको छ। हामीले ल्याएको परिवर्तन, हाम्रा महान शहीदहरूले त्याग बलिदान गरेर प्राप्त गरेको परिवर्तन पनि आज अप्ठ्यारोमा पर्न थालेको छ। आज सङ्कटमा पर्न थालेको छ। एकातिर पुनरुत्थानवादीहरू यो आन्दोलनको एजेन्डा थिएन गणतन्त्र, त्यस कारणले राजा चाहिन्छ भनेर पुनरुत्थानवादीहरू राजा फेरि जिउताउनुपर्छ भनेका। संसारमा राजा 5000 थिए, 5000। आज विश्वमा 42वटा राजा छन् जम्मा जम्मी। त्यसमध्ये पनि निरङ्कुश राजा 1 दर्जन मात्रै छन्, जसमा सबै सर्वाधिकार छ। जम्मा जम्मी 1 दर्जन राजाहरू छन्। आज त्यसरी राजा हामीले यहाँबाट निरङ्कुश राजा फालिसके पछाडि अब नेपालमा फेरि राजा फर्कन्छ। आज प्रयत्न गरिरहेका छन् केही प्रतिगामी। अब यो स्थितिमा यति बेला हामीले ल्याएको परिवर्तन संघीय लोकतान्त्रिक गणतन्त्रको परिवर्तनमा आज अप्ठ्यारो स्थिति हुन्छ। हाम्रो पार्टी, सरकार, सदन, सडक यिनै ठाउँमा संघर्षको औजारको रूपमा समाजवादमा जाने माध्यमको रूपमा प्रयोग गर्नुपर्दछ भनेर हाम्रो पार्टीले नीति बनायो। सरकारबाट पनि हस्तक्षेप गर्ने, सदनबाट जनताको आवाज उठाउने, सडकबाट जनतासँग एकाकार भएर आन्दोलन गरेर हामीले प्राप्त गर्नुपर्ने लक्ष्य समाजवाद र साम्यवादमा जाने परिकल्पना गर्यो। त्यो परिकल्पना गरिरहेको परिस्थितिमा विभिन्न कारणले हामीले पहिलो संविधान सभामा हामीले देशको सबभन्दा ठुलो पार्टी बन्यौँ, दोस्रोमा आएर तेस्रो बन्यौँ। अहिले आउँदाखेरि हाम्रो मत घटेर गयो। विभिन्न कारण छ। हामी पनि आफै जिम्मेवार छौँ, पार्टी आफै जिम्मेवार छ। किनभने परिवर्तनको मुख्य स्रोत आन्तरिक हुन्छ। आन्तरिक ठिक बलियो भयो भने बाह्य परिस्थिति व्यवस्थापन गर्ने हुन्छ। हाम्रा केही कमजोरीहरू भए, कमजोरीले हामी आफैलाई सङ्कुचित बनाएको छ। त्यो यति बेला पार्टीले गम्भीरतापूर्वक महसुस गरेको छ, गम्भीरतापूर्वक महसुस गरेको छ। अब पछिल्लो समय हाम्रो पार्टी सरकारमा नेतृत्व गरिरहेको बेलामा हामीले केही जनताका, राष्ट्रका पक्षमा काम गम्भीरतापूर्वक गरेका, त्योभन्दा अगाडि गरेका थिएनौँ, गऱ्यौँ। तर हामी आफैले गरेका कामको स्वामित्व लिने आँट गरेनौँ। सुरुमा पहिलोचोटि सरकारमा जाने बित्तिकै हामीले किसानहरूको 30,000 को कृषि ऋण बिना गर्यौँ। तर हामीले त्यो कृषि ऋण बिना गरेको कुरालाई प्रचार गर्न सकेनौँ। हामी कन्जुसेको राम्रै एमाले सरकारको नेतृत्व गरेको बेलामा, अल्पमतको सरकार मनमोहनको नेतृत्वमा गरेको बेलामा वृद्ध भत्ता 100 रुपियाँ थियो। आजसम्म त्यही 100 रुपियाँको ब्याज खाएर बजार छैन। हाम्रो पार्टी, कम्युनिस्ट पार्टी एमाले वृद्ध भत्ता पहिलोचोटि दियो भनेर एमाले त्यही ब्याज आजसम्म खाएर बसेको छ। तर हामीले कृषि ऋण बिना त्यसलाई ब्याज बनाउन सकेनौँ। अर्कोचोटि हामीले के गर्यौँ?
यो देशको विकासका निम्ति तराईमा राजमार्गको मध्य पहाडी लोकमार्गको अवधारणा हामीले अगाडि सार्यौं। हामीले त्यसलाई बेच्न जनताको बीचमा त्यसलाई हामीले प्रचार गर्न सकेनौँ। 18 घण्टाको लोड सेडिङ थियो हाम्रो देशमा। 18 घण्टा आज ठुलो विवाद संसदभित्र पनि विवाद भइरहेको छ। त्यो लोड सेडिङमा हाम्रो पार्टीको नेतृत्वमा सरकार भएको बेलामा हामीले विद्युत प्राधिकरण सरकारको मन्त्री सचिव हामीले व्यवस्थापन गर्यौं। सरकारको निर्णयले लोड सेडिङ अन्त्य गर्यो। लक्ष्मी पूजाको दिनदेखि चैतको कार्तिकको 22 गते त्यति बेलादेखि हामीलाई थाहा छ लोड सेडिङको अन्त्यको निर्णय गर्यौं। लोड सेडिङ अन्त्य गर्यौं। फागुनदेखि देशव्यापी रूपमा लोड सेडिङ अन्त्य भयो। नेपाली जनताले बत्ती बलेको छ खेर्नेर लाइटले हेर्नुपर्ने स्थितिमा डर मानेर हेर्नुपर्छ। त्यसलाई हामीले हाम्रो पुँजीकृत गर्न सकेनौँ। स्वाभिमान साथ हाम्रो पार्टीले योजना गर्न सकेनौँ। अहिले बरु एमालेले मैले योजना बनाएको थिएँ सर एमालेको माओवादीको पालामा भयो। यसरी दुरुपयोग गर्ने कोसिस गर्यो। अहिले पछिल्लो कालमा हामीले देशका भ्रष्टहरूलाई कारबाही गर्ने प्रक्रियाको थाहा सांसदले पनि होइन मन्त्रीहरू गृहमन्त्रीहरूलाई देशलाई अपमान गर्ने नेपालीहरूलाई भुटानी बनाएर अमेरिका पठाउने षड्यन्त्र गर्ने उनीहरूबाट पैसा असुल्ने नेपाली जनतालाई बेच्ने जल्लादहरूलाई गिरफ्तार गरेर जब जेलमा हाल्न थाल्यो उनीहरूमाथि कारबाही गर्न थाल्यो। यस्ता जल्लादहरू पार्टीमा भएकाहरूको भइचाल। त्यसै गरिकन सुन तस्करको सन्दर्भमा गिरफ्तार गरेर उनीहरूलाई कारबाही गर्न थाल्यो। उनीहरूमा भइचालो जान थाल्यो। हटावट कारबाही हुन थाल्यो। हामीले के भन्यौं? हाम्रो पार्टीको अध्यक्ष प्रचण्डले भन्नुभयो यदि भ्रष्टाचारीहरूको पन्थी खोज्दै जाँदाखेरि त्यहाँनिर प्रचण्ड भेटियो भने पनि त्यसलाई पनि गिरफ्तार गर्न घोषणा प्रचण्डले घोषणा गर्यो। हाम्रै पार्टीका कोही नेताहरू पनि भ्रष्ट छन् भने तिनीहरूलाई पनि कारबाही गर्नुपर्दछ भन्ने मान्यताका साथ हामीले पछिल्लो सरकारलाई म्यान्डेट दियौँ। हाम्रो पार्टीले चाहिँ गर्न थाल्यो। तपाईँलाई थाहा छ पछिल्लो समयमा बेचन झा गिरफ्तार भयो जसले शेरबहादुर देउवाको श्रीमती अहिले परराष्ट्र मन्त्री बनेकी छन् उनलाई पैसा बुझाएको रेकर्ड छ। उनी गिरफ्तार हुने स्थिति पुग्यो। त्यसै गरिकन सुन काण्डमा केपी बनेको पिए बनेको राजेश बज्राचार्य बादलको छोरा प्रतीक थापा को बोलाइमा कुनै पनि पोलिने पुगे। अब त सीआईबीले गिरफ्तार गर्ने भयो। कसलाई गिरफ्तार गर्ने भयो? शेरबहादुरको श्रीमती। कसलाई गिरफ्तार गर्ने हो? केपीको पोष्य पुत्र केपीको पिए। अनि भ्रष्टाचार कसले संरक्षण गरेको रहेछ? गिरफ्तार गर्ने स्थिति भइसकेपछि हतारमा अब के गर्ने? संसारमा नभएको कहीँ पनि भएको छैन। यो देशका दुईवटा प्रमुख राजनैतिक दल मिलेर सरकारको हिस्सेदारी गर्दैन। बेलायतमा दुईतिर टोरी भन्ने पार्टी छन्। दुईतिर टोरी कहिले पनि उनीहरू पावर सेयर गर्दैनन्। अमेरिकामा रिपब्लिकन र डेमोक्रेट भन्ने छन्। कहिले पनि पावर सेयर गर्दैनन्। भारतमा कांग्रेस आई र बीजेपी छ। कहिले पनि सरकारको हिस्सेदारी गर्दैनन्। यसैगरी संसारका अरू मुलुकहरूमा पहिलो पार्टी र दोस्रो पार्टीले साझेदारी गर्दैनन्। किन गर्दैनन् भने लोकतन्त्रको मूल्य के हो भने पहिलो पार्टीले सरकारको नेतृत्व गर्छ, दोस्रो पार्टीले प्रतिपक्षमा बसेर सरकारको वार्ताको काम गर्छ। यो थियो संसदीय लोकतन्त्रको मान्यता। तर नेपालमा एमाले र कांग्रेसले सरकार बनाउन रातारात षड्यन्त्र गर्यो। हाम्रो पार्टीको नेतृत्वमा बनेको सरकार चारवटा कारणले हटेको हो। चारवटा। पहिलो भ्रष्टाचारीमाथि कारबाही गर्न थालिसकेपछि ठुलो आतंक मचियो। अब भ्रष्टाचारीलाई कसरी जोगाउने? पहिलो कारण। रातारात उनीहरूको बीचको गठबन्धन भयो। दोस्रो
यी दुईटै पार्टीहरू सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरोधी हुन्। तपाईँले जानिराख्नु, संघीयताको विरोधी हुन्, गणतन्त्रको विरोधी हुन्, धर्मनिरपेक्षताको विरोधी हुन्, समावेशी समानुपातिक प्रतिनिधित्व प्रणालीको विरोधी हुन्। अब यसलाई उल्ट्याउने षड्यन्त्र हुन थालेको छ। त्यो कुरा म एक मिनट पछाडि राखेँ। तेस्रो कारण हो विश्व साम्राज्यवादीहरू जसले नेपालमा कम्युनिस्ट पार्टी अथवा माओवादीको नेतृत्व बनेको सरकार भएसम्म उनीहरूको स्वार्थ पुरा हुन सक्दैन। एसपीपी एमसीसी सम्झौता त भयो, मिलेनियम च्यालेन्ज कर्पोरेसन भन्ने अमेरिकासँग नेपालको सम्झौता भयो। त्यसको दूरगामी प्रभाव नेपाललाई कति नकारात्मक हुन्छ हेर्दै जानु होला। त्यसैको सपोर्टमा स्टेट पार्टनरशिप प्रोग्राम भनेर अमेरिकी सेना ल्याउने प्रस्ताव अहिले टेबलमा थन्किएर बसेको छ। प्रचण्ड नेतृत्वमा भएको बेलामा त्यो प्रस्ताव प्रचण्डको सरकारलाई पेश भयो। हामीले भन्यौँ यो कुनै पनि हालतमा सम्झौता गर्न हुँदैन। दुई कारणले सेना ल्याउने, एउटा हो डिजास्टर म्यानेजमेन्ट भनेको प्राकृतिक प्रकोपमा तालिम दिने, दोस्रो कारण हो आतंकवाद विरोधी तालिम। दुईटा कुरा लिएर अमेरिकी सेना नेपालमा ब्यारेक खडा गर्ने प्रस्ताव छ। यो प्रस्ताव नेपालको प्रधान सेनापति राजेन्द्र बहादुर छेत्री भन्ने थिए। उनले 2015 मा ओटाओ प्रोभिन्सको त्यहाँको सेनालाई सम्बोधन गरेर राजदूतावास मात्र पत्र पठाएका थिए। त्यो पत्र हामीसँग सुरक्षित छ। अमेरिकाले पठाएको प्रस्ताव सम्झौता के गर्ने भनेर पठाएको प्रस्ताव पनि हामीसँग सुरक्षित। त्यही प्रस्ताव पारित नगरिएको कारणले अमेरिकी साम्राज्यवादले हाम्रो पार्टीलाई सरकारमा रहन दिनुहुन्न। माओवादी रह्यो भने हाम्रा स्वार्थहरू पुरा हुँदैनन्। त्यो किनभने भूमण्डलीय राजनीतिमा चीनको विरुद्धी अखडा बनाउनको निम्ति अमेरिकाले नेपाललाई आफ्नो मिलिट्री क्याम्प बनाउने योजना बनाएको। चौथो कुरो हो माओवादीलाई चारैतिरबाट घेराबन्दी गरेर नसिध्याएसम्म अरूको दाल अरूको केही गर्नेवाला छैन। त्यसैले माओवादीका विरुद्धहरू घेराबन्दी गर्ने प्रक्रिया अनुसार हाम्रो पार्टी सरकारबाट बाहिरिन पुगेको यो स्थिति आजको हाम्रा कमरेडहरूको चुनौतीलाई सामना गर्ने के हो त अब मान्छे? श्रीनाथ राणले देखेको सपना नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरेर लैजाने, बलियो पार्टी बनाउने, जनताको बिचमा जाने। अघि एकजना कमरेडले भन्नुभयो हिजो जनताको बिचमा बसेर पार्टी बनाउँथे, आज जनताको बिचमा जान छोडिरहेका छन्। हो, हामी आज सुविधाभोगी बनेका छौँ। जनताको घर दैलोमा बास बस्दैनौँ। उनीहरूको सुख दुःखमा बसेर हामीले कुराकानी गर्दैनौँ। समस्या समाधान गर्ने कुराहरूको बारेमा छलफल गर्दैनौँ। जसका कारणले आज हामीलाई जनताले हामीप्रति अविश्वासको वातावरण, अविश्वासपूर्ण ढङ्गले हेर्न थालिरहेको छ। अब जनतामा विश्वास कसरी प्राप्त गर्छ? जनताको बिचमा पार्टीले त्यही भएर अहिले जनताको बिचमा जाने भन्ने निर्णय गरिरहेको छ। पार्टीको नेता, देशको हाम्रो पार्टीको अध्यक्षदेखि सबै पदाधिकारीहरू, केन्द्रीय सदस्यहरू सबै जनताको बिचमा गएर पार्टी निर्माण गर्ने काम गर, आन्दोलनको काम गर, भ्रष्टाचारको विरुद्धको काम गर, राष्ट्रिय स्वाधीनताको पक्षमा आवाज उठाऊ, जनताका विभिन्न समस्याहरूलाई सङ्कलन गर र आन्दोलनका योजनाहरू बना। अहिले नै हामीले सडकमा उत्रिहालौँ भने होइनौँ। भ्रष्टाचार विरोधी अभियानहरूलाई चलाउँ, जनतालाई सचेत गरौँ भन्ने अभियान। यो श्रीनाथ यादव लगायतका हाम्रा महान नेताहरूले देखेको सपना हो। तब मात्रै नेपाल समाजवादको दिशामा जाने आधार गर्न सक्दछ। त्यस कारण म कमरेड सबै कमरेडहरूलाई के भन्छु भने पार्टीलाई एकताबद्ध गरे। साना तिना गुट उपगुट होइन। मधेसमा मैले बेहोरे 1 वर्ष पार्टी बेहोरेको छु। मधेसमा राजनैतिक अन्तर्विरोध केही पनि छैन। हाम्रो पार्टीभित्र अन्तर्विरोध केही पनि छैन। छ भने व्यक्तिगत स्वार्थ र साना साना गुटिया स्वार्थहरू भएकाको केही पनि के त्यसैमा फसेर पछि होइन। हामीले एउटा उखान आग लागे झुपडी गेड गरी भद्रा भन्ने एउटा त्यो के भने भन्दाखेरि छानाको झुपडीमाथि आगो लाग्यो। अब त्यो छानामा चढेर आगो निभाउनु हुन्छ कि हुन्न भनेर पात्रो हेरेर साइड हेर्न थाल्यो भने खरानी हुन्छ। यति बेला पार्टीलाई खरानी हुँदैन। सबैतिरबाट हाम्रो पार्टीमाथि घेराबन्दी छ। अनि हामीले साना साना मतभेदमा बसेर अनि पार्टीमा गुटबन्दी गर्ने, त्यो कुराहरूको अन्त्य गरेर पार्टी निर्माणको अभियानमा जुटौँ।
सूर्यनाथ रामको सपना त्यसैबाट पुरा हुन्छ। हाम्रो पार्टीको कार्ययोजना, हाम्रो पार्टीले आज यति बेला नयाँ रूपान्तर सहित जाने प्रतिबद्धता जाहेर गरेको छ। हाम्रा पार्टीमा गलत गरेको छ, त्यो रूपान्तरको अभियानमा जान सक्दैन भने पाखा लाग्यो। जो रूपान्तरको अभियानमा जान चाहन्छ सक्छ, त्यसले पार्टी निर्माणको अभियानमा हामीले चाहिँ अगाडि बढाउनुपर्छ। यही मान्यता नै हामीमा भएको दण्डहीनता, गल्ती गरे पनि माफी, राम्रो गरे पनि पुरस्कार छैन, दण्ड र पुरस्कारको कुनै पनि व्यवस्था छैन। त्यसकारण दण्ड र पुरस्कारको व्यवस्था लागू गर्नुपर्छ। अपराध गर्ने जोसुकै होस् कारबाही गर्नुपर्छ। राम्रो काम गर्ने जस्तो सुकै होस् उसलाई कसैले पक्षपात नगरी पुरस्कृत गर्नुपर्छ। यो प्रणालीको स्थापना गर्नका निम्ति पार्टीको एउटा प्रतिबद्धता जाहेर गर्न थालेको छ। हामी हेरौँ अब पार्टीको केन्द्रीय समितिको बैठक पछाडि केही कार्यक्रम सहित पार्टी आउँछ, पार्टी निर्माण हुन्छ। हामीलाई विश्वास छ यो पार्टीले हाम्रा कमजोरी र विचारको कमी, संगठनमा देखा परेको अराजकता, देशका परिस्थितिमा सबै कुराहरूलाई लिएर हाम्रो पार्टीले आजको राजनीतिको नेतृत्व गर्छ, सङ्घर्षको नेतृत्व गर्छ भन्ने विश्वासका साथ तपाईँहरूलाई सहित सूर्यनाथ रामको यो स्मृति दिवसको सन्देशको रूपमा म तपाईँहरूलाई यही अनुरोध गर्दै फेरि उहाँप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दै मेरो आफ्नो भनाइ अन्तिम समाप्त